हेलो सबैजनालाई नमस्ते गुड इभिनिङ अहिले चाहिँ हामी साँझमा इभिनिङ वक जाँदैछौँ ग्रुपमा उहाँहरू दिदीहरूसँग अनि हामी चाहिँ माथि माथि यसलाई के भन्छ अरे बौदा अनि ठाउँ चाहिँ यस्तो छ अनि अब हामी चाहिँ एक राउन्ड घुम्न लागेको मेरो ब्याग आउने छिटो ल के भन्नुहोस् भन्नुहोस् है ल हामी चाहिँ कहाँ गएको अरे थिएँ हामी इभिनिङ वकमा गएको इभिनिङ वकमा अनि म चाहिँ रुम हिँडेको खास पोका बोकेर अनि मलाई चाहिँ हिँडाउनु भयो इभिनिङ वक त्यसपछि अब एक राउन्ड जानु लाग्यो अब हुन्छ म एक्लै भए त आउनु न तपाईँ पनि डेट कति हो लास्ट डेट शनिबार हाम्रो चाहिँ छुट्टी हो त्यही भएर हामी चाहिँ घुम्न जाँदैछौँ यो चाहिँ कस्तो घर अरे भनिदिनु राष्ट्रपतिको घर हो एकदम स्ट्यान्डर्ड घर जुन बेसीको होइन प्रधानमन्त्री निवास चाहिँ बालटार हो राष्ट्रपति बस्ने कता हो राष्ट्रपति खै कहाँ हो यतापट्टि सोचे भाइ म चाहिँ रुम हिँडेको यत्रो पोका बोकेर अब पोका बोकेर फेरि एक राउन्ड एक रोटी पकाउँछ अब त्यो पारी एक ठाउँ बसेर खानुपर्छ कि खाजा भयो आज तपाईँलाई कस्तो उहाँलाई कस्तो देखेको छ अरे आज भनिदिनु त उहाँलाई कस्तो देखेको छ अरे उहाँ कपाल बाटिदिएको छु कि आज क्युटी पाएँ म क्युटी पाइदिनु हुनुहुन्छ एकदम क्युटी राम्रै हाम्रो राम्री दिदी आज झन् कपाल बाटेर एकदम क्युटी देखिरहनु भएको छ ब्युटिफुल त्यो पनि मैले बनाइदिएको बाटो सोलुखुम्बुको बाटोको हालत यस्तो छ अब हामी यस्तोमा हिँड्ने हो अब हिलो मेरो हिलो यहाँ खुट्टा सबै भिज्यो हिलो भयो यहाँ चाहिँ किवीको खेतपाती खेती होइन किवी खेती हो यहाँ चाहिँ जम्मै किवी खेती लगाएको छ अनि यता पनि छ अनि यो पनि छ बिचमा बाटो अनि यहाँ चाहिँ धेरै किवी फल्छ यदि तपाईँहरूलाई किवी चाहियो भने पछि कन्ट्याक्ट गर्नु होला मलाई है मेरो चाहिँ होइन है तर म तपाईँहरूसम्म पुऱ्याइदिन चाहिँ सक्छु मेरो चाहिँ होइन यो अरूको हो अरूले रोपेको तर बाटोमा देखिहाल्यो त्यही भएर भनिदिएको किवीको बोट कसलाई फालिदिने उता खोलामा है खोला आइपुगेको छैन खोला आइपुगेपछि चाहिँ हाम फाल्ने अहिले चाहिँ हाम नफाल्नु होइन खोलामा आइपुगेपछि पुल आइपुग्यो हामी चाहिँ यो चाहिँ खोला हो